यो चाहिँ हाम्रो केसाङको घर है, याङ्कीको जेठी छोरी। अब यो रिनोभेसन गर्ने हो, यस्तो छ। पस्ने बित्तिकै यस्तो रहेछ। यो जस्तै टेम्डे गरेर हामी लसारमा यो लिभिङ रुम यस्तो छ। बत्ती छैन लिभिङ रुममा। यहाँबाट गयो माथि जाने, तल माथि। यताबाट गएर यो चाहिँ अब डाइनिङ र किचन एउटै बनाउने। यहाँ पहिला पार्टिसन थियो, त्यो भत्काइसक्यो। अब यहाँ किचन बनाउने हो। यहाँनिर चाहिँ सिङ्गल बाथरुम बनाउने भन्ने प्लान छ हाम्रो। अनि यहाँ बाथरुम छैन। अनि यहाँबाट बेसमेन्ट जाने बाटो छ। बेसमेन्ट पनि डल्लै बनाउने हो, पुरै बनाउनु पर्नेछ। यहाँबाट तलमाथि जाने। यहाँ भर्याङ पनि सबै अब राम्रो छैन भन्दैछ, सबै बनाउनु पर्छ होला। माथि चाहिँ त्यति काम धेरै छैन खासै। यो बाथरुम चाहिँ अब अहिले नबनाउने, हल्का बत्तीहरू यताउता पेन्ट सेन्ट गर्ने, अहिले पछाडि बनाउने भन्दैछ। अनि एउटा यहाँ क्याबिनेट एउटा आउने रहेछ, क्लोजेट। अनि यो रुममा पनि धेरै काम छैन, अलिअलि पेन्ट सेन्ट गर्ने यताउता। क्याबिनेट यहाँ क्लोजेटमा अलिकति काम छ। ढोकाहरू फेर्नु पर्यो। अर्को रुम एउटा यहाँ पनि, यो पनि त्यही हो अलिअलि। अब यो फ्लोर त सबै बनाउने हो। फ्लोरको बेसहरू भयो, यो साइडको बेसहरू सबै खतम छ। सबै वाल भइरहेछ। यहाँ चाहिँ त्यही हो, क्र्याक छ, वाल क्र्याक हो, यो प्लास्टर क्र्याक पुरानो भएर। अनि बत्ती साथै बनाउनु पर्यो, यहाँ बत्ती लगाउनु पर्यो। यो फ्लोर बनाउने हो, फ्लोर सबै क्र्याक छ। यहाँबाट चाहिँ केसाङको रुम। यो चाहिँ अब केसाङको बेडरुम। यहाँ पनि यो फ्लोर चाहिँ अब फ्लोर बनाउने हो। वालहरू सबै पेन्ट गर्नु पर्यो, प्लास्टर गर्नु पर्यो, यो सबै बुझाउनु पर्यो। यिनीहरू सबै खतम छ। अनि यहाँ चाहिँ क्लोजेट आउँछ, बिग धेरै ठुलो क्लोजेट आउँछ यहाँ। यो विन्डो पनि चेन्ज गर्ने हो, यो हटाएर ठुलो एउटा राख्ने छ। किनभने यहाँबाट चाहिँ मेनाडिङ भ्यू देख्छ नि त। त्यहाँ अप डाउन डाउन सबै देख्छ यहाँबाट, यस्तो राम्रो। अनि यहाँ तल चाहिँ पार्किङ। हो यस्तो छ है। यो पनि भत्काउने भन्ने कुरो भएको छ। अब के हुन्छ हेरौँ। बेसमेन्ट त अब पछि खिच्छु। बेसमेन्ट पनि सबै बनाउनु छ यो भर्याङहरू।
तल लन्ड्री राख्ने हो, बेडरुम बनाउने हो, लिभिङ रुम, किचन, बाथरुम सबै। बोइलर रुम हो। यो पनि यसलाई पनि बनाउनु पर्ने छ। यहाँ इलेक्ट्रिक रुम छ, अहिले यस्तो छ। यहाँनिर किचन बनाउने भने यो वाललाई तोड्ने हो अनि यहाँ गाह्रो लाउने हो। यो यहाँ चाहिँ ब्रिकको गाह्रो लाउनुपर्छ अनि त्यो झिक्ने हो। यहाँ बाथरुम बनाउने हो अनि यहाँबाट बाहिर जाने ठाउँ छ। प्लास्टर गर्नुभन्दा पहिला यो प्लास्टर प्राइमर लाउनुपर्छ। त्यो लगाएपछि मात्रै राम्रो हुन्छ भन्छ। प्ल्याटहरू बनाउँदैछ यहाँ। सबै खतम हुन्छ। वाल डेमोलिसन सबै फ्लोर सबै निकालेको अनि प्लाइवुड छैन रहेछ। काठमाडौँ डाइरेक्ट बेस निकाल्दाखेरि यस्तो रहेछ कि वाल त किनै लाग्छ। सबै खतम रहेछ।
के आज बत्ती लगायो किचनपट्टि यतापट्टि डाइनिङपट्टि डाइनिङपट्टि 6 वटा छ किचनपट्टि 4 वटा फ्लोर छ अलमोस्ट सकेछ लिभिङ रुमको कारण आएको सानो बाँकी छ यहाँनिर चाहिँ प्रब्लम भएको थियो कि अनि बिम सबैको उयो गर्छ सबै फेर्ने हो यो झ्यालको फ्यान सबै फेर्ने यो पनि फेर्ने हो डेमो गर्नु बाँकी लिभिङ रुमको लाइट बल पारे आज यो चाहिँ फ्लोर हो फ्लोर भोलि फ्लोर लगाइन्छ डाइनिङ रुम यो फ्लोर लाइट हेरी किचन चिम्ली हो यो बाथरुम बाथरुम रेडी हो ढोका लगाएपछि भित्र फिनिसिङ गर्नु बाँकी छ विन्डोबाट मेन गार्डन पनि देख्दो रहेछ यहाँबाट डाइनिङ रुमबाट पनि हेर्नु मेन गार्डन
बिल्डिङहरु टुक टुक देख्दैछ We have long too much. Long? Yeah, this size. Long one. Window, finito. Window sidio, ¿qué sango room window? No, lo dejamos aquí en el frente, nomás dice que no. पेन्ट सुरु हुँदैछ कलर लगाउने किचनमा
Island. living room को बत्ती सिधै छ फ्रिजहरु आइसक्यो केसाङको बेडरुम फर्स्ट कोड लागिरहेछ सानो बेडरुम पनि फर्स्ट कोड लागेको छ अर्को बेडरुम यो हामीले लाउँदैछ फर्स्ट कोड अलिक ठुलो बेडरुम चाहिँ हो बर्याङ हुँदैछ सिडी यतिको सबै माथि सकिसक्यो साइडको मर्निङ लाउँदैछु अहिले आकाशमा यस्तो थियो यस्तोलाई चाहिँ अब यस्तो लाग्यो बनाउनु कस्तो छ यो चाहिँ अब बनाएर हेर्नुपर्छ कि यस्तो छ क्या कस्तो धोएको छ माथि सेलिङहरू अब कस्तो माइला त्यो त अहिले राम्रो छैन के छ बाहिरको वाल हो यो ग्यारेजको आधी लगाइसक्यो आज एक दिनमा भित्रको अब भोलि लाउने हो माथि यहाँ झाल राख्ने हो फ्लोर चाहिँ नेचुरल बनाएको थियो तर मैले जस्तो फेरि अलि राम्रो देखेन भनेर चेन्ज गर्ने सोफा आइसक्यो बेड सोफा बेडहरू केसाङको रुम उसको क्लोजेट फिट भइसक्यो भन्दा पनि भयो मोलले लाउनु बाँकी रहेछ यस्तो खालको क्लोजेट ऐनाको रहेछ
यसमा पनि त्यो जाली रहेछ यो चाहिँ फेरि अर्कै रहेछ काठवाला पर्दाको च्यानल almost finish अब भर्याङ पेन्ट लाउनु बाँकी छ भर्याङ सक्नु आँट्यो अब यो सानो गरेर पेन्ट लाउनु पर्छ बाथरुम पनि रेडी हुँदैछ अब मुनिको सक्यो माथि अब यो कलर गर्ने कि वालपेपर कन्फ्युज छ अहिले टोयलेट यहाँ बस्छ सिङ्क यो कलर लाउने भन्ने विचार छ हेरौँ के हुन्छ यो विन्डो फेर्ने भयो फेरि अस्ति पहिला नफेर्ने भनेको फेरि यो विन्डो न्यू नयाँ विन्डो आएको छ यसलाई भोलि हुन्छ कहिले फेर्ने हो भर्याङमा लगाएको भर्याङ आज फिनिस कोट लगायो अझै कोट लगाउनु पर्छ होला यो चाहिँ टिभी ह्याङ गरेको फ्रेम टिभी अब फाइन अलमोस्ट फाइन सक्नु आँट्यो यहाँ आज अहिले यहाँ पर्दा लाउनु बाँकी पर्दा यहाँ छ अहिले लाउने हो अलमोस्ट सक्नु आँट्यो हामी यहाँ माथि त सकिसक्यो अब डेकोरेसन बाँकी मात्रै हो अब तल पनि काम सुरु भइरहेछ अहिले अनि बाथरुमको बाँकी छ अब यहाँ सिङ्कहरू फिट गर्नु टोयलेट फिट गर्नु वालपेपर लगाइसक्यो
टेम्परेरी पर्दा हो हामीले बनाएको त्यससँग मैले बनाउने टेम्परेरी पर्दा अब पर्दा हुँदैछ यसको कलर भइरहेको छ त्यसमा यो बत्ती बाल्दिन्छ त लिभिङ रुमको बत्तीहरू यहाँबाट माथि जाने चाहिँ बेडरुम जाने भनेको चाहिँ हो यहाँबाट जान्छ
अलि ठुलो रुम छ 2 जना मान्छे बस्छ सबै रिनोभेसन गरेको हो यो चाहिँ अब लिभिङ रुम टोयलेट यो चाहिँ टोयलेट चाहिँ यहाँ पनि झाल छ अनि यो चाहिँ फर्स्ट भयो यो चाहिँ शावर शावर पठाउनु चाहिँ राम्रो लागेन रहेछ है मलाई पानी जाने ठाउँ चाहिँ यस्तो खालको शावर पनि एकदम आजकलको मोडर्न शावर हो यो वाटरफल आउँछ माथिबाट स्याम्पू राख्ने ठाउँ यहाँ पनि अटो लक छ अटोमेटिक हो सबै फिङ्गरप्रिन्टले चल्ने कार्डले चल्ने पार्किङ त्यो पर हो बाहिर भएको पार्किङ